नमस्कार, श्रीहरि श्री राधे। म आचार्य प्रकाश पौडेल तपाईँ सम्पूर्णलाई आजको श्रृङ्खलामा हार्दिक स्वागत अनि मिठो अभिनन्दन गर्दछु। आज म आफू जन्मेको महिनामा विवाह गर्न हुन्छ कि हुँदैन भन्ने विषयमा चर्चा गर्नेछु। विवाहका सायद लगन नजिक आउँदै गर्दा हामीलाई मेसेज गर्ने, फोन गरेर विवाहको गर्नुपर्ने तर मेरो जन्म महिना पर्यो, जन्म महिनामा चाहिँ विवाह गर्न हुन्न भन्ने मैले सुनेको थिएँ। गुरु के हो, कसो हो, वास्तविकता के हो भन्ने खालका कुराहरू पनि राख्नुहुन्छ र एकदमै बढी जिज्ञासुले चाहिँ कतै कहीँ लेखेको छ कि शास्त्रमा भन्ने कुराहरू पनि गर्नुहुन्छ र यसरी जिज्ञासा चाहिँ धेरै व्यक्तिहरूले हामी समक्ष राखिरहनु भएको छ। जे होस्, यो एउटा अति महत्त्वपूर्ण जानकारी हो। तपाईँ विवाह गर्दै हुनुहुन्छ भने वैवाहिक जीवन सुखद होस्, वैवाहिक जीवन राम्रो होस्, वैवाहिक जीवनमा कुनै पनि समस्याहरू नआउन्, दुईजना बिचका जुन सम्बन्धहरू हुन्छन्, दुईजना बिचका जुन कुराहरू हुन्छन् ती चाहिँ सबै कुराहरू मिलुन्, विचारधाराहरू मिलोस् भन्ने हाम्रो चाहना हुन्छ र त्यसको लागि सही समयमा सही ग्रहको योगमा जुराएर विवाह गर्ने हाम्रो धार्मिक पद्धति, हाम्रो धार्मिक परम्परा छ। जहिले मन लाग्यो तहिले हामी विवाह गर्दैनौँ, शास्त्रले निषेध गरेको छ। अब विवाह गर्ने सन्दर्भमा मैले अघि भने जस्तै जन्म महिना अथवा जन्मबारमा, जन्मदिनमा विवाह गर्न हुन्छ कि हुन्न भन्ने विषयमा आजको श्रृङ्खला म प्रस्तुत गर्नेछु। यो प्रश्न आइसकेपछि हामीले शास्त्रलाई पुनः अध्ययन गऱ्यौँ, पुनः खोज गऱ्यौँ। निर्णय सिन्धु, धर्म सिन्धु र मुहुर्त चिन्तामणि, विशेष गरी मुहुर्त सम्बन्धी ग्रन्थको मुहुर्त सम्बन्धी जानकारी दिने ग्रन्थ भनेको मुहुर्त चिन्तामणि हो। मुहुर्त चिन्तामणिका पनि अनेक धारा, विशेष गरी पीयूष धारालाई हामीले पल्टाएर फेरि हेऱ्यौँ। कस्तो निचोड छ शास्त्रमा विवाहको बारेमा। विवाह गर्नलाई दिन आदि जुराउँदा, महिना आदि जुराउँदा आफू जन्मेको महिनामा विवाह गर्नु हुँदैन, तर सबैका लागि होइन। यदि तपाईँ घरको जेठो सन्तान हुनुहुन्छ, जेठी कन्या हुनुहुन्छ अथवा जेठो वर हुनुहुन्छ भने ज्येष्ठ महिनामा पनि विवाह गर्नु भएन। त्यस्तै तपाईँ जेठो सन्तान हुनुहुन्छ भने जन्म महिनामा विवाह गर्नु हुँदैन, जन्म नक्षत्रमा पनि विवाह गर्नु हुँदैन र जन्म तिथिमा अनि जन्म लग्नमा पनि विवाह गर्नु हुँदैन। अब यो कुरालाई म थोरै बुझाउँछु। जन्म महिनामा विवाह गर्नु हुँदैन भन्नाले तपाईँ जेठ महिनामा जन्मिनु भएको भने जेठमा गर्नु भएन, वैशाखमा जन्मिनु भएको भने वैशाखमा गर्नु भएन, मङ्सिरमा जन्मिनु भएको भने मङ्सिरमा विवाह गर्नु भएन। जुन महिनामा तपाईँले जन्म लिनु भएको छ त्यो महिनामा विवाह गर्नु भएन। जन्म नक्षत्रमा भनेको तपाईँको नक्षत्र के हो तपाईँको नामको आधारमा थाहा हुन्छ। यदि तपाईँको चुबाट नाम आउँछ भने तपाईँको अश्विनी नक्षत्र हो, अश्विनी नक्षत्र परेको दिन तपाईँले विवाह गर्नु भएन। त्यस्तै जन्म तिथि भनेको तपाईँ जन्मेको तिथि प्रतिपदा, द्वितीया, तृतीया, औँसी, पूर्णिमा के हो त्यो तिथिका दिन पनि तपाईँले विवाह गर्नु भएन। र जन्म लग्नमा भनेको जस्तै राशि हुन्छ त्यस्तै लग्न हुन्छ, त्यो लग्न पालेर पनि त्यो समयमा विवाह गर्नु भएन। लग्न भनेको दिन हुन्न, समयको आधारमा हुन्छ, त्यो समयमा त्यो लग्न परेको समयमा पनि विवाह गर्नु भएन। अब यति धेरै जानकारी हामीले कहाँबाट लिने, कसरी लिने भन्दा तपाईँले कुनै पनि गुरुसँग विवाह गर्नलाई फलाना महिनामा जुर्छ कि जुर्दैन भनेर परामर्श लिनुभयो भने त्यो महिनाको बारेमा तपाईँलाई जुर्ने नजुर्ने बारेमा गुरुले विस्तृत जानकारी दिनुहुन्छ, त्यो गुरुको कर्तव्य हो। अब जन्म महिनामा विवाह गर्न नहुने भनेको जेठो सन्तानलाई मात्रै हो, अरूलाई भने जन्म महिनामा विवाह गर्न हुन्छ। वशिष्ठ ऋषिले, च्यवन ऋषिले, चण्डेश्वरले अनि पीयूष धारामा र नारद आदि ऋषिहरूले पनि जेठो सन्तानलाई जेठो महिना, ज्येष्ठ महिनामा, जन्म महिनामा, जन्म नक्षत्रमा, जन्म तिथिमा र जन्म लग्नको समयमा विवाह नगर्नु भनेका छन्। भने आफू जन्मेको महिनामा अन्य सन्तानले विवाह गर्दा भने पुत्रवान हुने, सौभाग्यवान हुने, सौभाग्यवती हुने भन्ने कुराहरू शास्त्रमा भेटिन्छ। जस्तो प्रकारले पुत्रवान हुने भन्नाले सन्तानबाट सुखको वर्जित नहुने, सुख मिल्ने खालका योगहरू यदि आफू जन्मेको महिनामा गरिन्छ विवाह भने जेठो बाहेक अन्य सन्तानलाई भने त्यो खालका योगहरू छन्। हो, जेठोलाई चाहिँ यति धेरै कुराहरू वर्जित किन? अब जेठो सन्तान कुलको पालक, कुललाई अगाडि बढाउने सन्तानको रूपमा विशेष गरी जेठो सन्तान मानिन्छ र सबै क्रियाकलापहरू जेठो सन्तानले नै गर्नुपर्छ र यदि अन्य सन्तानले गर्नु पर्यो भने जेठोको अनुमति लिएर गर्नुपर्ने क्रियाकलापहरू धेरै छन्। त्यसै कारणले गर्दा पनि जेठोले लग्न शुद्धि गरेर, महिना शुद्धि गरेर, बार शुद्धि गरेर, तिथि शुद्धि गरेर विवाह गर्यो भने जेठोको सन्तान वैवाहिक जीवन सुखद बनोस् र उसको वंश परम्परा चलोस् भन्ने एउटा अपेक्षा त्यो हुनसक्छ। त्यसो भए कान्छा अथवा कान्छी, माइलो अथवा माइलीलाई चाहिँ त्यो आवश्यकता पर्दैन, होइन, त्यस्तो होइन।
माइलीलाई पनि वंश परम्परा चलाउने अधिकार छ र त्यो आवश्यकता पर्छ। अघि मैले भनेको कुरा मेरो विचार मात्रै हो, शास्त्रले विचारलाई भन्दा पनि प्रमाणलाई आवश्यक मान्छ र तत्तत अवस्थामा अर्थात् जन्म महिनामा विवाह गर्नु पर्यो, जन्म नक्षत्रमा विवाह गर्नु पर्यो, जन्मतिथिमा विवाह गर्नु पर्यो, जन्म लग्नमा विवाह गर्नु पर्यो भने पनि त्यो कुराहरू चाहिँ जुराउनुपर्छ भनेर शास्त्रले भन्नुको कारण त्यही नै हो। अब हामीले यही कुरा बुझ्नु पर्यो, नारदादि ऋषिहरूको मतमा, वशिष्ठादि ऋषिहरूको मतमा जेठो सन्तानले वशिष्ठ ऋषिको मतमा, च्यवन नारदादि ऋषिहरूको मतमा, पीयूष धाराको मतमा जेठो सन्तानले आफू जन्मेको महिनामा विवाह गर्नु हुँदैन, अरू सबैले आफू जन्मेको महिनामा विवाह गर्नुहुन्छ भनेर शास्त्र प्रमाण भेटिन्छ। पीयूष धारा तपाईँले हेर्न सक्नुहुन्छ। हस् त, आजका लागि यति नै। तपाईँलाई हाम्रो श्रृङ्खला कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया अवश्य दिनुहोला। तपाईँलाई अझै पनि शङ्का छ भने तपाईँले हामीलाई प्रत्यक्ष टेलिफोन संवाद गर्न सक्नुहुन्छ, हामीसँग परामर्श लिन सक्नुहुन्छ र आफ्नो जीवनलाई, आफ्नो वैवाहिक सम्बन्धलाई अझ सुखद बनाउने प्रयत्न तपाईँले गर्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट बिदा लिने अनुमति चाहन्छु। यदि तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न र भिडियोलाई सेयर गर्न भने नबिर्सनुहोला। तपाईँको दिन शुभ र मङ्गलमय रहोस् कामना गर्दै आजको श्रृङ्खलाबाट बिदा लिने अनुमति चाहन्छु। नमस्कार।